नमस्ते। पोखराको फेवातालबाट यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। पक्कै पनि यति बेला म पोखराको फेवातालमा छु। फेवातालको रमणीय दृश्य हजुरहरूलाई कैद गरिरहेको छु। पक्कै पनि पोखराको फेवाताल भनिसके पछाडि यहाँहरू सबैलाई थाहा छ, तर कतिपय आउनु भएको पनि भइदिन सक्छ भने अधिकांश नआएको पनि भइदिन सक्छ। यदि हजुरहरू पोखराको फेवाताल आउनु भएको छैन भनेर पोखराको फेवाताल देख्नु भएको छैन भने यही हो पोखराको फेवाताल। आम मानिसहरूको भिड लागेको हामी यहाँ देख्न सक्छौं। पक्कै पनि पोखराको फेवाताल यति ठुलो छ। हेर्नुहोस्, पारिबाट हेर्नुभयो भने तपाईहरूले ढुङ्गा चलिरहेको देख्न सक्नुहुन्छ। अनि तपाईहरूले यही फेवातालकै छेउमा चाहिँ आम मानिसहरूले फेवातालको दृश्य हेरिरहेको अवस्था देख्न सकिन्छ।